नमस्कार दर्शकबिनहरू, आजको यस नयाँ भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत छ। आजको यस भिडियोमा म तपाईहरुलाई बताउन चाहन्छु कि नेपाल प्रहरी जवान पदको जुन विज्ञापन खुलेको थियो त्यसको लिखित परीक्षाको केन्द्र निर्धारण भइसकेको छ। त्यसकै बारेमा आजको भिडियो हुनेछ र तपाईहरु अहिलेसम्म हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोड्न सक्नुहुन्छ। आजको यस भिडियोमा तपाईहरुलाई बताउन चाहन्छु कि जुन चाहिँ हाम्रो प्रहरी जवानको लिखित परीक्षा भएको थियो त्यसको परीक्षा केन्द्र कहाँ हो, कहिले हो, त्यसको बारेमा जानकारी दिनेछु। ढिलो नगरिन र भिडियोको तर्फ यहाँ हेर्न सक्नुहुन्छ। नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान जनपद पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशित प्रधान बमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट जुन चाहिँ मिति 81/8/21 गते प्रकाशित भएको विज्ञापनमा चाहिँ के छ त प्रदेश प्रहरी तालिम केन्द्रहरू काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सञ्चालन भएको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरूको लोकसेवा आयोगद्वारा निम्नानुसार केन्द्रमा मिति 82/1/6 गते बिहान 8 बजे परीक्षा सञ्चालन हुने जानकारी गराइन्छ भनेको छ। भनेपछि 82/1 वैशाख 6 गते जुन चाहिँ आइसकेको छ र साथै लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले प्रवेश पत्रसँगै आफ्नो सकल नागरिकताको प्रमाणपत्र वा नेपाल सरकारबाट जारी भएको फोटोसहित कुनै परिचय पत्र अनिवार्य रूपमा साथ लिई परीक्षा सुरु हुनुभन्दा कम्तीमा 1 घण्टा अगावै चाहिँ तोकिएको स्थानमा उपस्थित हुनुपर्नेछ। भनेपछि तपाईहरुले परीक्षा दिन जाँदाखेरि चाहिँ आफ्नो सकलै नागरिकता लिएर जानु होला, नत्र फेरि तपाईहरुलाई फेरि त्यहाँबाट रिजेक्ट गरिदिन्छ है। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ जस्तै कि यो लोकसेवा आयोग धनकुटा कार्यालय है, धनकुटाबाट चाहिँ जसले फर्म भर्नु भएको रहेछ त्यसको लागि यहाँ हेर्न सक्नुहुन्छ। विज्ञापन यहाँ छ, खुला समावेशी पद यहाँ भयो। विषय यहाँ नेपाली रचना, अंग्रेजी, गणित, सामान्य ज्ञान, प्रहरी सेवा र बौद्धिक परीक्षण भनेपछि वैशाख 6 गते बिहान 8 बजे 2 घण्टाको परीक्षा हुनेछ तपाईहरुको लिखित है। अनि यसको भर्ना केन्द्रहरू तपाईहरुको रोल नम्बर कति छ त्यही हिसाबले म यहाँ जस्तै कि मैले यहाँ भिडियो रोकिदिसक्यो। यहाँ तपाईको जस्तै 2 देखि 387 सम्म छ भने यहाँ चाहिँ 200 जना हुन्छ। श्री भाषा मावि कागते धनकुटा केन्द्र क मा चाहिँ हो र 389 देखि 752 सम्म चाहिँ श्री भाषा मावि कागते धनकुटा केन्द्र ख बाट है। यसरी नै तपाईहरुको जुन भिडियो छ यहाँबाट तपाईहरु कुन रोल नम्बर हो त्यसमा तपाईले गर्नुपर्ने है। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले नोट के दिएको छ भनेर प्रवेश पत्र बिना तपाईहरु जानुभयो भने तपाईहरुलाई परीक्षामा कुनै पनि हालतमा चाहिँ बस्न दिने छैन है। अनि इन्ट्री हुन दिँदैन। त्यसपछि हामी जान्छौं जलेश्वर कार्यालयमा। जलेश्वर कार्यालयमा यहाँ हेर्न सक्नुहुन्छ। यहाँ पनि त्यही छ, 15,000 देखि यहाँ सुरु छ। यहाँ देखि देख्न सक्नुहुन्छ। म यहाँ पोज गरिदिन्छु ल, हेर्न सक्नुहुन्छ तपाईहरुले चाहिँ यहाँबाट तपाईहरुको रोल नम्बर कति छ त्यही हिसाबले तपाईहरुले चाहिँ हेरेर परीक्षा दिन जानु होला है। त्यसपछि यदि तपाईहरुको साथीहरु पनि फर्म भरेको छ भनेदेखि यहाँ तपाईहरुले के गर्नुपर्ने भिडियो शेयर गरिदिनु। जस्तै कि यहाँ हेर्नुस् यहाँ के भनेको छ भने कि वस्तुगत परीक्षामा क्याल्कुलेटरको प्रयोग गर्न पाइने छैन। साथै वस्तुगत बहुवैकल्पिक प्रश्नको उत्तर लेख्दा अंग्रेजीमा ठूलो अक्षर क्यापिटलमा ABCD मा लेखिएको उत्तरलाई मात्र मान्यता दिनेछ। अनि परीक्षा भवनमा झोला, स्मार्ट वाच, मोबाइल फोन, अन्य इलेक्ट्रोनिक्स डिभाइसहरु लैजान निषेध गरिएको छ है। तिनीहरु चाहिँ लान पाउनु हुँदैन तपाईहरुले चाहिँ। त्यसपछि प्रवेश पत्र बिना कुनै उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेश पत्र अनिवार्य रूपमा बोक्नु पर्नेछ भनेर भनेको छ। त्यसपछि हामी जान्छौं हेटौडा कार्यालयमा। यहाँ हेर्न सक्नुहुन्छ दुधौलीमा जुन छ सिन्धुलीबाट। यहाँ तपाईहरु पनि आफ्नो जुन रोल नम्बर छ उमेरमाथको रोल नम्बर यहाँ छ। अनि कुन केन्द्रमा छ यहाँबाट हेर्न सक्नुहुन्छ। भुटन देवी मावि माफसन्य मकवानपुर बहुमुखी क्याम्पस हेटौडा है। केन्द्र क ख घ सम्म छ यो चाहिँ। त्यसपछि हामी जान्छौं अर्को तर्फ। नभए भिडियो आफैले त्यहाँ हेर्नु होला रोल नम्बर। म एउटा भन्न थाले भने धेरै ढिलो हुन्छ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो यो गण्डकी प्रदेश पोखराको है पारदीप पोखरा भनेर भनेको छ जुन त्यहाँ कार्यालय रहेको छ। यहाँ सक्नुहुन्छ। यहाँबाट तपाईहरुले चाहिँ आफ्नो कुन हो त्यो हेरेर जानु होला। त्यसपछि जान्छौं हामी फेरि यहाँ पनि केही भनेको छ। त्यसपछि हामी जान्छौं अर्कोमा बुटवल कार्यालयमा। हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ चाहिँ बुटवल कार्यालयमाको चाहिँ परीक्षा केन्द्रहरू यहाँ हेर्न सक्नुहुन्छ। 37,000 देखि सुरु छ है। अनि यहाँ चाहिँ जम्मा कति त 52,103 सम्म छ। तपाईहरुको कुन केन्द्रमा पर्छ त्यहाँ यहाँबाट हेर्नु
त्यसपछि जान सक्नुहुन्छ। तपाईहरुले चाहिँ कन्फ्युज हुनुभयो भने कमेन्ट गर्नु, म भनिदिन्छु तपाईहरुलाई, मेसेज गरेर छोडिदिन्छु। त्यसपछि हामी फेरि जान्छौँ सुर्खेत कार्यालयमा है। सुर्खेत कार्यालयमा चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले सबभन्दा धेरै यही छ सुर्खेत कार्यालयमा। रोल नम्बर हेर्न सक्नुहुन्छ 56,000 देखि लगभग 73,000 सम्म छ। यहाँबाट हेर्न सक्नुहुन्छ 200 जना, 180 जना, 185 जना भनेर भनेको छ। यो सबै तपाईहरुको कुन छ त्यहाँबाट हेर्न सक्नुहुन्छ। त्यसपछि हामी तल जान्छौँ। अब चाहिँ डिपिएल कार्यालय है। यहाँ हेर्न सक्नुहुन्छ, यसको पनि रोल नम्बर यहाँ दिएको छ। तपाईहरु यहाँबाट हेरेर जान सक्नुहुन्छ। यहाँ हेर्नु तपाईहरुको कुन कार्यालयमा छ, कुन बोर्डिङ स्कुलमा छ यहाँ हेर्न सक्नुहुन्छ। डोटी त्यसपछि हामी जान्छौँ तल। त्यसपछि भिडियोलाई पौज गर्नु, त्यहाँबाट हेर्न सक्नुहुन्छ। त्यसपछि अब यहाँ हेर्न सक्नुहुन्छ के भन्छ भनेदेखि यो चाहिँ काठमाडौँ कार्यालय है। काठमाडौँ कार्यालयमा चाहिँ हेर्न सक्नुहुन्छ यहाँ छ। यहाँबाट महेन्द्र भवन मावि है, सानो गौचरण, रत्न राज्य मावि यहाँ हेर्न सक्नुहुन्छ। यिनीहरू चाहिँ रोल नम्बरहरू छ, दर्ता नम्बरहरू। त्यसपछि तपाईँ तल जानुहुन्छ। यति रहेको छ। यहाँबाट तपाईहरुले यहाँ सक्नुहुन्छ। यो चाहिँ मिति 12 महिना 26 गते भर्खर हिजो प्रकाशित गरेको हो। यदि तपाईहरुले आफ्नो हेर्न सक्नुभयो भने आफ्नो साथीहरुलाई पनि जानकारी गराउनको लागि भिडियो सेयर गर्नु होला। अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन, च्यानल सब्स्क्राइब गरी हामीसँग जोड्न सक्नुहुन्छ। यति भन्दै आजको लागि जय नेपाल।